देख्न सक्नुहुन्छ यहाँनिर पानीको ताल परिरहेको छ। यहाँ हिँड्न सक्ने अवस्था छैन। देख्न सक्नुहुन्छ दृश्य चाहिँ गङ्गोली चोकको दृश्य हो। यहाँनिर यसरी पानीको ताल परेको छ, हिँड्न सक्ने अवस्था छैन। यो चारैतिर यो छेउबाटोमा यसरी पानीको ताल परिरहेको छ। केही हदसम्म देखाउने प्रयास गरिरहेको छ, देख्न सक्नुहुन्छ। रिक्स मोलेर यसरी सवारी साधन सक्षम नचलाउँदा बेस्ट लाग्छ मलाई चाहिँ। देख्न सक्नुहुन्छ यहाँनिर हिँड्न सक्ने अवस्था छैन। मैले केही हदसम्म देखाउने प्रयास गरिरहेको छु। यस्तोमा रिक्स मोडेर नहिँड्नु है सकेसम्म। हेर्नु भाँसिन्छ के हुन्छ। अनि अर्को बाटो जानु बरु हतार नगरिकन बच्चा लिएर यस्तो बाटो नहिँड्नु होला। देख्न सक्नुहुन्छ मैले केही हदसम्म यहाँको दृश्य कैद गर्ने प्रयास गरिरहेको छु। हेर्न सक्ने अवस्था छैन। चारैतिर यसरी पानीको ताल परिरहेको छ। यो अहिलेको मात्र यो घटना होइन, वर्षनी यसरी नै ताल पर्छ यहाँनिर। मैले केही हदसम्म देखाउने कोसिस गरिरहेको छु। होइन उसले आराम हुन्छ। मैले यो खिचिदिएको देख्न सक्नुहुन्छ यहाँनिर हिँड्न सक्ने अवस्था छैन र मान्छेले प्रायः लापरवाही गर्नेको लागि देख्न सक्नुहुन्छ। यो अहिलेको मात्रै घटना होइन, वर्ष नै यसरी यहाँनिर पानीको ताल पर्छ। यो दृश्य चाहिँ गङ्गाको दृश्य हो, गङ्गा टिभी प्रकाश सोरुमभित्रको दृश्य हो। मैले केही हदसम्म देखाउने प्रयास गरिरहेको छु, देख्न सक्नुहुन्छ। हिँड्न सक्ने अवस्था छैन तर मान्छेले चाहिँ आफूलाई जोखिम मोलेर यहाँ हिँडिरहेको दृश्य कैद गर्ने प्रयास गरिरहेको छ। चारैतिर यस्तो छ, यतापट्टि पनि यस्तो छ, देख्न सक्नुहुन्छ। यो सम्बन्धित निकायमा ध्यान आकर्षण होस्, किनभने यो आजको मात्रै घटना होइन, वर्षनी यस्तै हुन्छ यहाँनिर। देख्नुहुन्छ भारी बर्सात छ। सकेसम्म आकस्मिक समयको लागि आकस्मिक कामको लागि भन्दा अरू कामको लागि बाहिर ननिस्कनु हुन हार्दिक अनुरोध गर्दछु। देख्नुहुन्छ बर्सातको समय छ, बर्खाको समय छ। यसरी जोखिम मोलेर मान्छेहरू आवाज गरिरहेको छ। हिँड्न सक्ने अवस्था छैन। मैले आफूलाई जोखिम मोलेर कैद देखाउने प्रयास गरिरहेको छु। लौ न आउन यहाँबाट जान सक्ने अवस्था छैन। बिजोग छ यहाँ। मैले आफूलाई यो जोखिम मोलेर दृश्य कैद गर्ने प्रयास गरिरहेको छु। यहाँनिर आजको मात्रै घटना होइन, यो वर्ष नि त्यसरी नै यो पानी ताल पर्छ यहाँनिर। त्यो दृश्य चाहिँ गङ्गाको चोकको दृश्य हो। मैले केही हदसम्म देखाउने प्रयास गरिरहेको छु, देख्न सक्नुहुन्छ। नमस्ते। कतार जाने हो बाटो खोइ देख्न सक्नुहुन्छ। मैले आफूलाई जोखिम मोलेर भिडियो कैद गर्ने प्रयास गरिरहेको छु, देख्न सक्नुहुन्छ। बाटोको हालत यस्तो छ। हेर्न सक्ने अवस्था छैन। देख्न सक्नुहुन्छ मैले केही हदसम्म यो भिडियो कैद गर्ने प्रयास गरिरहेको छु। देख्न सक्नुहुन्छ यस्तो छ पानीको ताल मेन रोडमा, गाउँ चौकको थोरै भित्र मात्रै यस्तो छ बाटो। मैले भिडियो कैद गर्ने प्रयास गरिरहेको छु। दिदी तपाईँ त्यतै बस्नुहोस्। दिदी त्यहीँ बस्नु। देख्न सक्नुहुन्छ यहाँ टेकियो भने त फेरि कहाँ पुग्यो थाहा छैन नि। फेरि यस्तो छ यो, देख्न सक्नुहुन्छ यहाँ
यो पसल अगाडि अब कहाँ टेक्ने त यहाँ कति छ त्यहाँ ओ लाउन नि टेक्ने ठाउँै छैन घर पो लाग्यो त छाता छोडिदिने हो कि माइक छोडिदिने हो कि देख्न सक्नुहुन्छ यहाँ मैले केही हदसम्म भिडियो क्वालिटी गरेर देखाउने प्रयास गरिरहेको छु यहाँ देखाउन सक्ने अवस्था छैन दिदी यो कुन ठाउँ रे भनिदिनु न गङ्गो चोकै हो त्यो होइन होला त्यो कर नानी जस्तो छ यस्तो जोखिम मलाई यस्तो बाटो नहिँड्नु है दिदी बरु अर्को बाटो जानु अलिक ढिलो जानु बरु केही छैन यस्तो बाटो नहिँड्नु होला है किनभने भाँसिन सक्छ नि त देख्नु सक्नु जाने कसरी हो पुग्न सकिँदैन यस्तो बाटो हालत गाउँमा चोको निस्किनु पर्ने तर कसरी निस्किने हो सम्भव छ त कस्तो बाटो कसरी जाने हो त्यो त पारी यस्तो बिजोग छ देख्न सक्नुहुन्छ बिजोग हेर्न सक्ने अवस्था छैन First,